नमस्कार, यहाँहरूलाई कार्यक्रममा हार्दिक स्वागत छ। आजको कार्यक्रममा हामीसँग हुनुहुन्छ राष्ट्रिय बुद्धिचाल खेलाडी सुसुक्त दाहालज्यू। आउनुहोस् उहाँलाई कार्यक्रममा स्वागत गरौँ। सुसुक्ताजी, यहाँलाई स्वागत छ कार्यक्रममा। धेरै धेरै धन्यवाद हजुरलाई। आराम हुनुहुन्छ? एकदम। चेस भन्ने बित्तिकै चाहिँ हामीले यत्तिकै साथी बीच घरमा होइन टाइम पासको लागि फनको लागि खेलिन्छ भनेर सोचिन्छ होइन, तर चेस खेल भनेको चाहिँ हाम्रो अब एकदम प्रोफेसनल खेल पनि हो होइन। जस्तै हामी भलिबल, फुटबल, क्रिकेट भन्ने बित्तिकै ओहो प्रोफेसनल भनिन्छ होइन, फनको लागि खेल्दा पनि। अनि कतिजनालाई चाहिँ ओहो यो त प्रोफेसन पनि बनाउन सकिने रहेछ भन्ने धेरैलाई थाहा नहुन पनि सक्छ होइन। त्यही भएर कुरा यहीँबाट सुरु गरौँ न। जस्तै चेस खेल भन्ने बित्तिकै होइन, यहाँ अब इन्टरनेसनल खेलाडी हुनुहुन्छ होइन, यहाँले धेरैवटा टुर्नामेन्टहरू खेल्नुभएको छ र धेरैवटा गोल्ड मेडल पनि ल्याइसक्नु भएको छ। चेस खेल कसरी खेलिन्छ भनेर भन्नु पर्यो भने कसरी बताउन चाहनुहुन्छ? चेस भन्ने बित्तिकै हामीले गाउँतिर दुईजना बुढो मान्छे रुखमुनि बसेर बाघचाल बुद्धिचाल खेलेको देखि नै रहेको हुन्छौँ। तर नेपालमा चेस त्यति प्रख्यात प्रतियोगिता चाहिँ होइन। त्यो भने तापनि हाम्रो स्पोर्ट्स सेक्सनमा चाहिँ विदेश जाने खेलाडीहरूमा तपाईँको क्रिकेट, फुटबल, भलिबल पछाडि चेसै आउने गर्दछ। यो चाहिँ मिडियामा त्यति नआउने स्पोर्ट हो, किनभने एकदमै अल्छी लाग्छ धेरैजनालाई। तर यो बुद्धि विकासको लागि अलिकति ध्यान जसको यताउति जाँदैन उहाँहरूको लागि एकदमै स्किल डेभलप गर्ने खालको खेल हो। यसमा दुईजना खेलाडीहरू एकअर्काको बुद्धिको प्रतियोगिता गर्ने भएकोले यसलाई बुद्धिचाल प्रतियोगिता पनि हामी भन्ने गर्दछौँ। र यसमा 6वटा गट्टी हुन्छ, 64वटा कोठा हुन्छ र 2 दिमागको खेल हो यो। यहाँको जर्नीको बारेमा कुरा गर्नेछौँ, यहाँले खेल्नुभएका नेसनल इन्टरनेसनल टुर्नामेन्टको बारेमा पनि कुरा गर्नेछौँ हामी कार्यक्रममा होइन। र त्योभन्दा अगाडि चाहिँ होइन, सो यहाँको यो चेस खेलमा यहाँको लगभग प्रोफेसनल जर्नी नै 15 वर्ष लगभग भइसकेको छ होइन। यो बिचमा यहाँले चेस खेलमा रहेका, यहाँले सुरुवात गर्दादेखिको अहिलेसम्मका होइन नेसनल टिममा खेल्नुहुने कस्तो मान्छेहरू हुन्छ, के समस्याहरू हुन्छ, सबै कुराहरू अनुभव गरेर आउनुभएको छ होइन। यो समग्र यहाँको अनुभवमा भन्नु पऱ्यो भने चाहिँ नेपालमा चेस खेलको अहिलेको वर्तमान अवस्था चाहिँ यहाँले कस्तो पाउनुहुन्छ? जसरी अरू खेलहरू पोलिटिक्सले थोरै पीडित छन्, त्यसरी नै बुद्धिचालमा पनि पोलिटिक्सको यो असर चाहिँ देखिन्छ। त्यो भए तापनि चेस खेलमा लगानी धेरै नचाहिने भएकोले खेलाडीहरूले आफै किताब पढेर, आफै विदेशको कोचहरूसँग ट्रेनिङ लिएर आफ्नो आत्मनिर्भरता चाहिँ बढाउन सकिरहेका छन्। र चेस खेललाई अब विकास गर्नको लागि अब बिस्तारै हाम्रो नेपाल सरकारबाट, यता खेलकुद परिषदबाट, खेलकुद मन्त्रालयबाट पनि सपोर्ट आउनेछ भनेर हामीलाई आश्वासन दिएको छ। हामीले भर्खरै मात्र हाम्रो भर्खरै निस्किनु भएको सदस्य सचिवज्यू टङ्कलाल घिसिङ साथसाथै अहिलेका हाम्रा आदरणीय दाइ तथा मन्त्रीज्यू बब्लु गुप्ताज्यूसँग पनि अलिअलि भेटघाट भयो र बुद्धिचालको महत्त्वको बारेमा, बुद्धिचाल खेलाडीहरू बाहिर जाने कुरामा अहिलेसम्म सपोर्ट भएको छैन त हजुर भनेर हामीले कुराहरू निकाल्दै पनि उहाँले चाहिँ तपाईँहरूले आफै गरिरहनु भएको रहेछ यत्रो वर्ष, एकदमै खुसी लाग्यो। अब तपाईँहरूले हाम्रो अगाडि यो कुरा ल्याउनु भयो, हामी पक्कै पनि अब आफ्नो नजर चाहिँ तपाईँहरूको अगाडि राख्छौँ है भन्ने छ अहिले हाल। त्यसैले अब 2025-26मा चाहिँ चेस खेललाई पनि एउटा मार्केटिङ गर्न सकिने खेलको रूपमा अगाडि बढाउन सकिएला। हजुर, यहाँले धेरैवटा टुर्नामेन्टहरूमा पार्टिसिपेसन गरिसक्नु भएको छ अहिलेसम्म होइन। यहाँले 8-9 नेसनल गेम खेल्नुभयो, इन्टरनेसनल टुर्नामेन्टहरू चाइनामा, इन्डियामा, रसिया, सिङ्गापुर आदि जस्ता देशहरूमा पनि खेलिसक्नु भएको छ होइन। र एकदमै आफ्नो प्रतिद्वन्दीहरू स्ट्रङ रहनुभएको खेलाडीहरूसँग, देशसँग पनि यहाँले चाहिँ भिडिसक्नु भएको छ र राम्रो नतिजा पनि ल्याइसक्नु भएको छ होइन। त्यसै समग्रमा यहाँलाई अहिले कति जति टुर्नामेन्टहरू भए यहाँका भनेर मैले सोधेँ भने कति जति नाम याद छ यहाँलाई? इन्टरनेसनल मैले त्यस्तै 25-30वटा टुर्नामेन्ट खेलेँ होला। त्योमध्ये धेरैवटा चाहिँ अब इन्डियामै भयो, साथसाथै अब नेपालमै 100-150वटा त खेलियो होला अहिलेसम्म। मैले अब आफ्नो यात्रा सुरु गर्दा नै 1-2टा त खेलि नै सकेको थिएँ। त्यही पनि मैले चाहिँ पढाइको लागि, अचम्मको कुरा छ, पढाइको लागि मैले ब्रेक लिएको थिएँ लगभग 7 वर्ष। मैले आफ्नो इन्टरनेसनल रेटिङ 2010मा लिएँ र +2 र इन्जिनियरिङ सकाउनको लागि मैले 2017मा गएर बल्ल आफ्नो यात्रालाई पूर्ण सुरु गरेको थिएँ। त्यही भएर थोरै टुर्नामेन्टको नम्बर चाहिँ मेरो अलिकति कम छ।
तर त्यो भए तापनि मैले चाहिँ नेपालमा पनि बुद्धिचाललाई चेसलाई फुल टाइम प्रोफेसनल रूपमा लान सकिन्छ भनेर सबैलाई देखाउनैकै लागि अनि इन्जिनियरिङको काम छोडेर जब छोडेर अहिले फुल टाइम लागिरहेको छु। सो अहिलेसम्म राम्रै छ भनौँ। हजुर, यहाँले क्लास 5 बाट नै चेस खेल खेल्नुहुन्थ्यो होइन? किनभने त्यतिखेर त यहाँहरूलाई अब घरबाट इन्सपायर हुन्छ नि त होइन? यहाँ स्पेसली आफ्नो हजुरबुबाबाट धेरै इन्सपायर हुनुभयो थियो। सायद अब बुढा मान्छेहरूले चाहिँ होइन मेरो बच्चाहरूको मेरो नाति नातिनाहरूको दिमाग तेज हुन्छ भनेर पनि सिकाउने गर्नुहुन्छ नि त हामीलाई। बच्चामा अलिअलि खेल्ने गर्थ्यो, जस्तै मलाई पनि त्यो अनुभव छ होइन? त्यसरी खेल्नुपर्छ, दिमाग तेज हुन्छ भन्नुहुन्थ्यो होइन? जस्तै अब त्यतिखेर त यहाँले अब किनभने प्रोफेसनल पनि यहाँ इन्जिनियर हुनुहुन्छ होइन? यहाँहरूलाई अब दिमाग त सबैलाई नै चाहिन्छ नि त होइन? त्यसमा पनि मलाई लाग्छ इन्जिनियरिङ फिल्डतिर चाहिँ धेरै नै ढोकन्ते बित्दै धेरै घोक्न पर्छ होइन? कतिपय कुराहरू अरू फिल्डमा अब हामीले मौखिक पनि गर्न सक्छौँ, तर त्यहाँ चाहिँ भएको कुरालाई हामीले चेन्ज गर्न मिल्दैन कति कुराहरू होइन? त्यति थाहा छ मलाई, धेरै त नलेज छैन होइन? त्यसरी सुरुवात गर्नुभएको यहाँको यो चेस खेल होइन? यहाँको पहिलो प्रशिक्षक गुरु नै यहाँको हजुरबुबा हुनुहुन्थ्यो र उहाँबाटै प्रेरणा लिएर यहाँ एउटा चेस खेलाडी बन्नुभयो। सुरुमा फनको लागि खेल्नु भएको चेस यहाँले प्रोफेसनली रूपमा चाहिँ कुन टाइममा रियलाइज गर्नुभयो कि म एउटा चेसमा राम्रो खेलाडी बन्न सक्छु, नेसनल इन्टरनेसनल लेभलमा गएर देशको लागि मेडल प्राप्त गर्न सक्छु भन्ने चाहिँ यहाँलाई कुन टाइममा लाग्यो? सुरुमा त यो एकदमै रमाइलो प्रश्न सोध्नुभयो हजुरले। मेरो चाहिँ घरमा हजुरबा र हजुरआमा एकअर्कासँग चेस खेल्दै बस्नुहुन्थ्यो। अचम्मकै कुरा छ। अरूको मामा घर जाँदाखेरि तास खेलिरहेको गफ गरिरहेको मात्र देख्थेँ। हाम्रोमा चाहिँ अलिक अचम्मै खालको थियो वातावरण र हजुरबा हजुरआमा चेस खेलेर बस्थे, मामाहरू चेस खेल्दै बस्ने। त्यो भएपछि प्रेरणा चाहिँ अलिअलि पहिल्यैदेखि नै थियो। मेरो हजुरबाले अहिलेभन्दा 30 वर्ष अगाडि एउटा नेसनल लेभलको गेम खेल्नुभएको रहेछ र यो कुरा चाहिँ मलाई भर्खरै मात्र थाहा भयो। र हजुरबाको पनि एउटा सपना थियो अरे, एउटा मेरै सन्तानमध्ये कोही चाहिँ राष्ट्रिय खेलाडी बनोस् भनेर। तर त्यो नेपालको हिसाबले प्र्याक्टिकल त पक्कै पनि थिएन। तर जब म इन्डिया गएर मैले आफ्नो फर्स्ट इन्टरनेसनल टुर्नामेन्ट खेलेँ कोलकातामा। त्यहाँ चाहिँ मेरो गुरुले मलाई लानुभएको थियो, सुरवीर लामा, जो चाहिँ पूर्व नेपाल च्याम्पियन हुनुहुन्छ। त्यहाँ गएर मैले जब बिल्डिङहरू देखेँ, ठुला 5 तलाका घर जो चाहिँ चेसको लागि मात्र छुट्याइएको छ, त्यहाँको पेरेन्ट्सहरू मैले देखेँ। 500 देखि 800 जना बच्चाहरू भित्र खेलिरहेको हुन्थे, बाहिर 500 जना नै पेरेन्ट्स बसिरहनु भएको हुन्थ्यो। र त्यहाँको पेरेन्ट्सहरूले गर्नुभएको लगानी, कोचहरूलाई महिनाको 30,000 40,000 भारू दिएर एभ्री डे 1-1 घन्टाको ट्रेनिङ दिने जुन सिस्टम बसेको रहेछ। अनि अब कोचहरूले त्यसको मार्फत पैसा पनि आम्दानी गर्न सकिने होइन? अब मैले सुरुमा पैसाको कुरा त अब त्यसरी सोचेको थिइनँ। तर नेपालमा जुन खेलको प्रशंसा कम छ र त्यो खेललाई चाहिँ नेपालीहरूको सामु अरे हजुरले भन्नुभयो जस्तै यो पनि प्रोफेसनल खेल हुन सक्दो रहेछ भनेर देखाउने एउटा एकदमै आत्मविश्वासै थियो। र विदेश घुमियो, विदेश हेरियो, विदेशमा त छ। तपाईँको रसियामा म जाँदाखेरि त्यहाँ चाहिँ बुद्धिचाल अर्थात् चेस कम्पलसरी रहेछ। क्लास 1 देखि 7 सम्मको बच्चाले हामीले इङ्ग्लिस नेपाली पढे जस्तै त्यहाँ पढ्नु हुँदो रहेछ होइन? अनि त्यो देखिसक्दाखेरि अब विदेशमा छ होइन, हाम्रो नेपालमा चाहिँ किन छैन? नेपालमा करिकुलममै हाल्न नसके पनि कमसेकम एकाडेमीहरू त ल्याउन सकिन्छ होला भन्ने हाम्रो एकदमै लङ टर्म भिजन थियो। र त्यसलाई पुरा गर्नको लागि चाहिँ मलाई एकदमै सेल्फ इन्सपिरेसन पनि मिलेको छ। हजुर, हजुरबा अझै हुनुहुन्छ? हजुर हुनुहुन्छ। के हो हजुरबाको नाम के हो? मेरो हजुरबाको नाम चाहिँ लोकनाथ पौडेल। उहाँले देख्नुभएको सपना त साँच्चै यहाँले पुरा गरिदिनु भयो होइन? अहिले धेरै खुसी हुनुहुन्छ होला? हजुर, एकदमै खुसी हुनुहुन्छ। मेरो हजुरबा 85 वर्षको हुनुभयो। त्यही पनि म झापा जाँदाखेरि चेसबोर्ड लिएर लु नाति अखम गरेर आइदिनु इन्टरनेसनल च्याम्पियनसँग खेलौँ भनेर हो? हजुर, अब मलाई हजुरबा हजुरआमाले भन्नुहुन्छ जहिले। हजुर। अनि हजुरआमाले भनेअनुसार चाहिँ तेरो हजुरबा कोही मान्छे आउने बित्तिकै सुरुमै मेरो नाति त अहिले वर्ल्ड च्याम्पियनसिपमा खेल्न जाँदैछ भनेर कुरा सुरु गरि नै हाल्नुहुन्छ। आधी घन्टा चाहिँ मेरो कान्छी छोरीको जेठो छोराको प्रशंसामै लाग्छ अरे। सो त्यो सपना पुरा गरेकोमा मलाई पनि एकदमै खुसी लाग्छ। हजुर। हजुर। यहाँको अहिलेसम्म 50 एबोभ मेडलहरू भइसकेका छन्। यहाँले नेसनल इन्टरनेसनल धेरै टुर्नामेन्टहरू खेलिसक्नु भएको छ।
सबै मेडलहरू कहाँ प्राप्त गरेँ भनेर त अझै पनि यहाँले टिपिराख्नु भएको छ होला, सबै कति कुराहरू बिर्सिँदै पनि गइन्छ होइन। तर कुनै कुनै चाहिँ यस्तो इम्पोर्टेन्ट हुन्छ कि कहिले पनि बिर्सिँदैन क्या। जस्तै भनिन्छ नि 50-60 वर्ष भएपछि नि त्यो त म मरुन्जेल बिर्सिन्न भन्ने टाइपको कुरा हुन्छ नि हामीलाई, त्यो एकदमै मेमोरीमा चाहिँ गाडिएर बसेको होइन। एकदमै यहाँको लागि रिलिभेन्ट टुर्नामेन्ट र एकदमै महत्त्वपूर्ण यहाँको मेडल चाहिँ यहाँले सम्झिनु पऱ्यो भने कुनलाई सम्झिनुहुन्छ? हजुर 2018मा पथरीमा एउटा नेसनल ओपन गेम भएको थियो, जसमा मैले आफ्नै गुरुलाई हराएर टुर्नामेन्ट जितेको थिएँ र त्यो टुर्नामेन्टको भिडियोहरू अहिले पनि युट्युबमा एकदमै भाइरलै छ। हजुर। र त्यो टुर्नामेन्ट चाहिँ मेरो दिमागमा किन गाडिएर बस्छ भने त्यो टुर्नामेन्ट जित्नुभन्दा अगाडि मैले जुन इन्डियामा गएर गेम खेलेको थिएँ त्यहाँ मैले एक गेम पनि जित्न सकेको थिइनँ। इन्टरनेसनल टुर्नामेन्टमा गएर एक गेम त जितिनँ, तर नेपाल आउने बित्तिकै टुर्नामेन्टै जितेँ भनेपछि नेपाल र इन्टरनेसनल लेभलमा कति फरक भइसकेछ भन्ने कुरा मैले त्यहीबाट बुझेको थिएँ। र त्यसपछि नेपालमा मेहनत गर्यो भने जसले पनि टुर्नामेन्ट जित्न चाहिँ सक्ने रहेछ है। मेहनत गर्नु पर्यो र भित्रैबाट इन्ट्रेस्ट हुनु पर्यो। अनि त्यो 3 इडियट्समा भन्छ नि, यो हाम्रो रणछोड दास चान्चडले, हामी कहिले पनि पैसाको पछाडि भाग्नु भएन, एक्सिलेन्सको पछाडि भाग्नुपर्छ। कुनै पनि फिल्ड होस् त्यसमा हामी वर्ल्डको टप 1% पऱ्यौँ भने हामीले सक्सेस मजाले हासिल गर्छौँ। र त्यही भनाइ चाहिँ मेरो दिमागमा अहिलेसम्म जहिले पनि गुन्जिरहेकै हुन्छ। हजुर। यहाँको चेस खेलप्रतिको त्यो मोह एउटा इन्ट्रेस्टले गर्दाखेरि होइन, चेस एकाडेमी पनि अहिले सञ्चालन गरिरहनु भएको छ होइन, जुन शान्तिनगर बानेश्वरमा रहेको छ। जस्तै तपाईँको एकाडेमीको बारेमा बताइदिनुहोस् न, जस्तै कति स्टुडेन्टहरू हुनुहुन्छ होइन, अनि मेन यहाँको त गोल छ होला एउटा पक्कै पनि, किनभने आफूले पुरा गर्न नसकेको कुराहरू यहाँ पुरा गर्नका लागि त्यो स्टुडेन्टहरूमा चाहिँ टाइम इन्भेस्ट गरिरहनु भएको छ होला। हजुर, हामीले काठमाडौँमा धेरै कोसिस गरेका थियौँ। जब म सानो थिएँ त्यति बेलामा चाहिँ नेपालमा मिसन आइएम भन्ने थियो, इन्टरनेसनल मास्टर नेपालमा जन्माउने भनेर। त्यो मिसनमा चाहिँ अब हामी नै थियौँ त्यति बेलाका बालबालिकाहरू, र त्यो मिसन पुरा गर्नलाई गफ चाहिँ धेरै गरियो तर काम चाहिँ कहिले पनि भएन। अनि हामीले गर्न नसकेको कुरा हाम्रो अब भविष्यका बच्चाहरूलाई चाहिँ हामी गरेर देखाउँछौँ भन्ने एउटा सोच थियो। सानै सोच भए पनि काठमाडौँमा पहिलोपटक एउटा चेस एकाडेमी सुरु भयो। हामी 3 जनाले मिलेर खोलेका थियौँ र हामीले खोल्दाखेरि 7 जना बच्चाबाट हामीले सुरु गऱ्यौँ। तर बिस्तारै बिस्तारै अहिले 2 वर्ष भयो, 2023 देखि खोलेको हामीले। र हामीले विभिन्न स्कुलहरूमा पनि कोचहरू पठाउँछौँ। हाम्रो एकाडेमीमा पनि एउटा क्लास भयो भने तपाईँको 20-25 जना स्टुडेन्ट हुनुहुन्छ। हाम्रो चेसमा लेभल हुने भएकोले बिगिनर भनेको भर्खरै गट्टी सिकिरहेको बच्चाहरू, एडभान्स बिगिनर भनेको गट्टी सिकेको र टुर्नामेन्ट खेल्न जान रेडी, साथसाथै इन्टरमिडिएट भन्नाले हाम्रो नेसनल लेभलमा खेल्न रेडी भएका बच्चा, र अर्को एडभान्स इन्टरमिडिएट भनेको चाहिँ हामीलाई नै हराउने बच्चा। भनेपछि अहिलेको 2 वर्षको कार्यकालमा हामीलाई मजाले हराउन नसके पनि च्यालेन्ज गर्न सक्ने बच्चाहरू चाहिँ उत्पादन गरिसकेका छौँ। र त्यसले गर्दा हामीले बानेश्वरमा इस्टाब्लिस गऱ्यौँ र त्यसपछि चाहिँ हामीले जाउला खेलमा पनि अर्को ब्रान्च खोलिसकेका छौँ। र अब बच्चाहरू गन्नै थालियो भने स्कुलमा पढाएको यताउति गर्दाखेरि पनि 1000 जनाभन्दा बढी बच्चाहरूलाई चाहिँ हामीले डाइरेक्टली इन्डाइरेक्टली ट्रेनिङ दिइसकेका छौँ। हजुर, जस्तै अब एउटा खेलाडी अनि प्रशिक्षक भएर कसैले पनि यस्तो एकाडेमीहरू केही सपना पुरा गर्नको लागि खोल्नुहुन्छ भनेदेखि चाहिँ उहाँहरूको चाहिँ एउटा अर्को मोटिभ पनि हुने गर्छ, अर्को साइड होइन। किनभने कतिपय कुराहरू उहाँले भोगेर देखेर आउनुभएको हुन्छ नि त। जस्तै यहाँ पनि कुनै दिन स्टुडेन्ट हुँदाखेरि यहाँले इन्टरनेसनल लेभलमा चेसमा होइन च्याम्पियनसिपहरूमा जाँदाखेरि टुर्नामेन्टहरूमा जाँदा जस 10 चोटि सोच्न पर्थ्यो होला होइन, कति फाइनेन्सियल प्रब्लम हुन्छ। अब घरबाट पढ्न गएको बाबु तिमी जाने खेल्नलाई भन्नुहुन्छ होइन, गाह्रै हुन्छ नि त होइन। मिडल क्लास फ्यामिली नै हुन्छौँ हामी प्रायः धेरै जसो होइन, सबैजनालाई त्यो इजी एक्सेस त मिल्दैन। जस्तै अब यहाँले पनि होइन, अब कतिपय स्टुडेन्टहरू आउनुहुन्छ होला, कतिजना ओहो सर मलाई ट्रेनिङ त लिन मन छ, हजुरले जस्तै होइन मेडल त्यसलाई दिन जस्तो मन छ भनेर आउनुहुने स्टुडेन्टहरूलाई कतिको कन्सिडर गर्नुहुन्छ। अनि जस्तै फीहरू कस्तो छ थोरै भन्न मिल्छ भने, या भनौँ कसैले पनि म चेस खेल्न चाहन्छु, सिक्न चाहन्छु भनेर यहाँको त्यो नलेज लिनको लागि होइन पैसाकै कारणले रोकिनुपर्छ कि पर्दैन? हजुर, अहिलेसम्म पैसाको कारणले रोकिनु परेको छैन। हामीले हाम्रो जति स्किल्ड बच्चाहरू हुनुहुन्छ
हामीले निकालेका अहिलेका अन्डर 14 का नेसनल च्याम्पियन हुनुहुन्छ एकजना कशिफ कार्की, अन्डर 12 को नेसनल च्याम्पियन हुनुहुन्छ अग्रिम सैजु, अन्डर 10 को उपविजेता हुनुहुन्छ अग्रता आचार्य। उहाँहरूलाई सकेसम्म कम कस्टमै हामीले पढाइरहेका छौँ। अरू जो बच्चाहरूसँग ट्यालेन्ट छ उहाँहरूलाई चाहिँ उहाँहरूको पेरेन्ट्सहरूलाई आर्थिक भार नपर्ने गरी नै हामीले फी लिन्छौँ र अब डिस्काउन्ट त अफकोर्स गरि नै हाल्छौँ होइन। त्यही पनि फी भन्नै पर्दा हाम्रो चाहिँ 8वटा क्लासको 3000 रुपियाँमा हामीले सिकाइरहेछौँ। अनि त्यो भनेको नेपालको हिसाबले एकदमै सस्तो हो। अब चेस पनि महँगो एक हिसाबले छ, त्यो हिसाब भनेको चाहिँ जब हामी विदेशको प्रशिक्षकसँग ट्रेनिङ लिन्छौँ, जस्तै अब मैले धेरैजनासँग ट्रेनिङ लिएको छु र उहाँहरूलाई मैले पैसा तिर्दाखेरि 1 घन्टाको 6000 देखि 7000 नेपाली रुपियाँ भनेको अराउन्ड 40-50 युरोसम्म तिरेर लिने गर्छु होइन। त्यसको हिसाबले हेर्दाखेरि हामीले लगभग 16 घन्टाको नेपाली 3000 भनेको एकदमै सस्तोमा पढाइरहेछौँ, ताकि हाम्रो उद्देश्य भनेको पैसा कमाउने होइन, तर देशमा चाहिँ चेस पुरै फैलियोस्। हामीले 2 वर्षसम्म त एकाडेमीबाट 1 रुपियाँ पनि स्यालेरी नलिकन हामीले गरेका थियौँ। भर्खरै मात्र ल ठिक छ अब चाहिँ 2टा ब्रान्च खोलियो, अब चाहिँ आम्दानी पनि केही लिनुपर्छ गरेको मेहनतको भनेर थोरै लिन थालेका छौँ। हजुर, जस्तै झट्ट हेर्दाखेरि अन्य खेल र चेसमा चाहिँ केही कुराहरू चाहिँ डिफ्रेन्सेसहरू एकदमै छर्लङ्ग जे देखिन्छ। जस्तै अन्य खेलहरूमा होइन हाम्रो फिटनेस लेभलहरूदेखि लिएर हरेक कुराहरू उहाँहरूले ध्यान दिनुपर्ने हुन्छ होइन। प्रत्येक दिन उहाँहरूले एक दिन ट्रेनिङ गर्नु भएन भने पनि केही न केही त उहाँहरूलाई घाटा पर्छ नि होइन। एउटा प्रोफेसनल खेलाडी अब अर्को खेलाडीले त्यति धेरै मिहिनेत गरिरहनु भएको छ, उहाँले थोरै गर्नु भने उहाँलाई घाटा त लाग्यो होइन। चेस खेलाडीमा चाहिँ कस्तो देखियो भनेदेखि उहाँले धेरै केही नगरे एकदम दिमागै मात्रै लाउनु पर्छ, यो चाहिँ दिमागको खेल हो है भन्ने नि कता सबैलाई त्यो लाग्छ क्या। झट्ट सुन्दा मलाई पनि त्यस्तै लाग्ने होइन। तर त्यो मात्र त होइन नि त, यसको टेक्निकल पार्टहरू छन्। जस्तै अब यहाँले ट्रेनिङ गराउँदा विभिन्न कुराहरू हुन्छन्, त्यो त्यहाँनिर समावेश गराउनु पर्ने हुन्छ होइन। जस्तै अन्य खेल र चेसमा चाहिँ अब एउटा मैले फिजिकलको कुरा गरेँ होइन, त्यो पनि हुन त एकदमै जरुरी छ होइन। जस्तै के डिफ्रेन्सेसहरू छ? अन्य खेलभन्दा चेसमा धेरै फिजिकल स्ट्यामिना चाहिँदैन जस्तो लाग्छ। हजुर, तर हामी चेस खेलाडीले पनि हाम्रो एनर्जी चाहिँ मेन्टेन गर्नुपर्ने हुन्छ। म हरेक टुर्नामेन्टमा खेल्न जाँदाखेरि मेरो 2 किलो वेट घट्ने गर्छ। अनि त्यस्तो लाग्दैन, तर हामीले जिम गर्नुपर्छ, हामीले डेली व्यायाम गर्नै पर्छ। अब जिम गरे पनि कुदे पनि हाम्रो स्विमिङ गर्नुहुन्छ धेरै जसो वर्ल्ड च्याम्पियनहरूले होइन, क्रिकेट खेल्नुहुन्छ, भलिबल खेल्नुहुन्छ, फुटबल पनि खेल्नुहुन्छ, त्यो चाहिँ फिजिकल एक्सर्साइजको लागि मात्र। म होइन घरमै सुतेर बस्छु दिमाग मात्र चलाउँछु भने चाहिँ हाम्रो जुन गेम 5 घन्टा 6 घन्टाको हुन्छ एउटा, त्यो गेममा बिचमै निदा हुन भेट्छ होइन। मैले बुढो भइसकेपछि हाम्रो जो सिनियर प्लेयरहरू हुनुहुन्छ उहाँहरू यस्तो सोच्दै निदाको पनि देखाएको छु। त्यही भएर यो फिजिकल एस्पेक्ट चाहिँ एकदमै महत्त्वपूर्ण छ चेसमा। हजुर, जस्तै अब अन्य खेलसँग कम्पेरिजन गरेर कुरा गरिराख्दाखेरि होइन, अहिले अब हाम्रो देश नेपालमा चाहिँ अर्को एउटा थेट के आइरहेको छ खेलकुद क्षेत्रमा भनेदेखि एकदमै धेरै सङ्ख्यामा विभिन्न खेलहरूमा आफ्नै अभिभावकहरूले बच्चाहरू समावेश गर्न चाहिरहनु भएको छ। किनभने पछिल्लो समय जसरी उहाँहरूको नाम भयो होइन, फाइनेन्सियल पनि एकदमै राम्रो हुन थाल्यो होइन, त्यो हुन्छ। अनि कसैलाई अब के लाग्न थाल्यो भने धेरैजनालाई तर जस्तै मनैबाट गर्छु भनेर जुन खेल खेल्नुहुन्छ राम्रो गर्नु चाहिँ उहाँहरू सस्टेन हुनुहुन्छ। तर अब यसो देखावटी रूपमा आउनेहरू त हराउनु पनि हुन्छ 1-2 वर्ष आएर 2-4 वर्षमा आएर होइन। जस्तै यहाँलाई चाहिँ के लाग्छ, जस्तै चेस खेलमा पनि लाग्नको लागि हामीले चेस खेललाई प्रमोट गरिराख्दाखेरि जस्तै यहाँले भन्नुभएका कुरा धेरै सान्दर्भिक हुन्छन् होइन। ओहो यस्तो रहेछ भन्ने लाग्न सक्छ नि कोही 1-2 जना मान्छेहरूलाई नयाँ कुरा सुनेर होइन। जस्तै हामी फाइनेन्सियल पनि कतिको स्ट्रङ हुन सक्छौँ चेस खेलमा आएर। हामीले नेपालमै बसेर पनि विदेशका बच्चाहरूलाई सिकाउन सकिन्छ होइन, मेन प्रथम कुरो त। र हाम्रो अनलाइन क्लासेसहरू भएकोले गर्दाखेरि अब मैले आफै पनि अमेरिका, चाइना, यता UAE को दुबई, नर्वे साथसाथै इन्डियाका बच्चाहरूलाई नेपाल बसेरै सिकाइरहेको छु। र हाम्रो कमाइ पनि डलरमै हुने गर्दछ। हामीलाई जसरी हाम्रो प्रशिक्षकहरूले लिनुभयो त्यति नलिए पनि त्यसको आधी वा आधीभन्दा थोरै कममा हामीले सिकाउने गर्दछौँ। सो बुद्धिचालबाट पैसा चाहिँ कमाइ हुन्छ। र आयो कुरा अभिभावकहरू उहाँले बच्चाहरूले मेडल जित्ने बित्तिकै फेसबुकहरूमा राख्नुहुन्छ, एकजना अभिभावकको बच्चाको फोटो हेरेर हाम्रो फोन बज्ने गर्छ होइन, 3-4 जना अरू आउनुहुन्छ कुरा गर्नको लागि। र
हराउँदै जाने कुरामा चाहिँ जस्तै सानो ट्रफी जित्दाखेरि प्रेरित यदि कसैलाई गर्नुहुन्छ भने बच्चाले केही नजित्दाखेरि पनि प्रेरणा दिन सक्नुपर्छ, किनभने चेसमा जति हारियो त्यति नै राम्रो खेलाडी बनिँदै गइन्छ होइन। अनि मैले पनि अब अघि भनेअनुसार बाहिर गएर 0 ल्याएर नेपालमा आएर फर्स्ट भएको भनिसक्दा बच्चाहरू हार्दैछन् भने ओहो त हारिस, ल ठिक छ, राम्रो भएछ है, अर्को गेम चाहिँ जित्ने भइस् नि त भनेर हाम्रो अभिभावकहरूले पनि प्रेरणा दिन सक्नुभयो भने चाहिँ अब त्यो जुन मोटिभेसन चाहिँ पक्कै पनि बच्चाहरूमा आउँछ। नेपालमा नेपाल बुद्धिचाल महासङ्घ भनेर रहेको छ र यहाँहरू सबैजना खेलाडीहरूको एउटा अभिभावकको रूपमा पनि उहाँहरू हुनुहुन्छ। यहाँले एज अ प्लेयर भन्नु पर्यो भनेदेखि चाहिँ नेपाल बुद्धिचाल सङ्घले गरेका कार्यहरू क्रियाकलापहरू चाहिँ यहाँलाई कस्तो लाग्छ? यो चाहिँ एकदमै रमाइलो मौकामा हजुरले सोध्नुभयो, किनभने अहिलेभन्दा 1.5 महिना अगाडि हामी खेलाडीहरू मिलेर सङ्घको विरुद्ध यहीँ राखेपामा हामीले एउटा उजुरी दिएका थियौँ। हजुर, हाम्रो सङ्घले 18 वर्षदेखि चाहिँ हाम्रो खेलाडीको जितेको पैसामा 5% काट्ने गर्थ्यो र त्यो पैसा अहिले गायब छ र हामीले उहाँहरूले चाहिँ त्यो करप्ट गर्नुभयो भनेर एउटा उजुरी दिएका थियौँ र उहाँहरूको सन्दर्भमा चाहिँ खेलाडीहरू भन्दा पनि उहाँहरूको आफ्नो गोजी भर्ने जुन सिस्टम छ हामीले विरोध गरिरहेका हुन्छौँ र अहिले विरोध गर्दा गर्दै पनि अहिले भर्खरै एउटा टुर्नामेन्ट हुन आँटेको छ, नेसनल टिम च्याम्पियनसिप। त्यही भएरै हामीले चाहिँ सङ्घको आश नगरिकन बरु प्राइभेट रूपमै खेल विकास गर्न सकिन्छ भन्ने एउटा सोच राखेका छौँ। हाम्रो यो सङ्घलाई अब अलिकति भए पनि निष्क्रिय पार्नको लागि हामीले हाम्रो खेलाडी सङ्घका अध्यक्ष दीपक विष्ट सर हुनुहुन्छ, उहाँको संयोजकतामा एउटा छानबिन कमिटी गठन गर्नुभएको छ उहाँहरूले। हजुर, यस्तो यो कन्ट्रोभर्सीहरू आइरहेको हुन्छ होइन, खेलाडीहरू अब विभिन्न एसोसिएसनहरू बिचै आउँछ प्रायः धेरै जसो गरी, अझ यहाँ त खेलाडी सङ्घ बिच पनि आउने गर्छ होइन। तर एज अ इन्ड जे भए तापनि खेलाडीलाई देशलाई फाइदा हुने कुरा होस् होइन। कसैले क्वेसन उठाउनु भनेको यो होइन कि उहाँलाई आरोप लाउनु होइन कि उहाँलाई सचेत गराउनु पनि हो नि त। जस्तै कसैले केही भन्छ या भन्नु तपाईँहरूले केही कुरा उठाउनुहुन्छ भने सङ्घ सचेत भएर राम्रो कार्यहरू गर्नलाई उहाँलाई प्रेरणा पनि मिल्ने गर्छ होइन। जे भए तापनि सबै यहाँले राम्रो गर्नुहोस्, खेलाडीहरूलाई राम्रो होस्, आउने खेलाडीहरूलाई झनै प्रोत्साहन मिलोस् होइन, त्यस्तो कामहरू गर्नु होला। हाम्रो यहाँलाई शुभकामना रहेको छ। हजुर, धन्यवाद। यहाँले एज अ चेस प्लेयर र कोच भन्नु पर्यो भने यहाँको यो लामो 15 वर्षको अनुभवमा हाम्रो देश नेपालमा चेस खेललाई अझ राम्रो बनाउनको लागि र क्रेज बढाउनको लागि चाहिँ के गर्न पर्ला जस्तो लाग्छ यहाँलाई? प्लेयरको रूपमा चाहिँ सकेसम्म धेरै टुर्नामेन्ट भए हुन्थ्यो भन्ने एउटा सानो आश हुन्छ, किनभने धेरैजना खेलाडीहरू चाहिँ कोचिङमा अहिले भित्र पसिसक्नु भएको छैन। हामी अब धेरै भए 8-10 जना छौँ होला नेपालमा अलिकति फुल टाइम कोचिङ गर्ने। सो उहाँहरूको लागि चाहिँ गेमहरू बढी भयो भने उहाँहरूलाई सजिलो हुन्छ र चेस खेलकै विकास गर्नको लागि चाहिँ यो सरकारी निकायबाटै अब यहाँ स्पोर्ट्स काउन्सिलबाट हुन्छ कि हाम्रो फेडरेसनबाट हुन्छ, खेललाई हरेक जिल्लामा पुर्याएर निःशुल्क रूपमा बोर्डहरू घडीहरू दिएर र कोचहरूलाई ठाउँमा पठाएर जब ट्रेनिङहरू सुरु हुन्छ तब चाहिँ खेलको विकास अवश्य नै हुने गर्छ। हजुर, जस्तै यहाँले नै थोरै होइन आफ्नो सँगसँगको एउटा कन्ट्रोभर्सी नै त नभनौँ यसलाई होइन, थोरै असहमतिलाई यहाँहरू सहमतिमा ल्याउनलाई जोड गरिरहनु भएको छ होइन। जस्तै यहाँले अब यहाँको यो लामो अनुभव, यहाँका यी विभिन्न टुर्नामेन्टहरूलाई हेरेर अन्त्यमा चेस खेललाई अझ राम्रो र विश्वस्तरीय बनाउनका लागि विभिन्न सम्बन्धित व्यक्ति र निकायहरूलाई यहाँ के सल्लाह सुझाव दिन चाहनुहुन्छ? सबैभन्दा पहिला त जब इन्टरनेसनल गेममा खेलाडी पठाइन्छ त्यति बेलामा चाहिँ चिनजानको मान्छेलाई पैसा लिएर नपठाइकन जो फर्स्ट सेकेन्ड भएको छ उसलाई पठाइयोस् होइन, सबैभन्दा ठुलो सुझाव चाहिँ। र जस्तै अहिले 2025 को वर्ल्ड च्याम्पियनसिपमा नेपालको इतिहासमै पहिलो पटक हामी जाँदैछौँ खेल्नलाई, यही दोहा कतारमा डिसेम्बर 24 देखि छ र त्यसको लागि पनि लगभग 4-5 लाख रुपियाँ खर्च हुने गर्दछ र त्यो खर्च पनि हामीले आफै बेहोर्नु परिरहेको हुन्छ होइन। हामीले मद्दतको लागि त प्रयास अब गरि नै रहेछौँ होइन, सबैतिर कुदेका छौँ। के छ त हजुर, अब यत्रो वर्ष आफ्नै खल्तीबाट हालियो वर्ल्ड च्याम्पियनसिप जहाँ चाहिँ इन्डियाका वर्ल्ड च्याम्पियन गुकेश आउनु हुँदैछ, चेसकै इतिहासमै सबैभन्दा खतरनाक खेलाडी म्याग्नस कार्लसन आउँदै हुनुहुन्छ, हिकारू नाकामुरा आउँदै हुनुहुन्छ, त्यो लेभलको गेममा हामी जाँदैछौँ भनेपछि यो त देशको लागि अहिलेसम्मको सबैभन्दा ठुलो अचिभमेन्ट हो
यस्तो बेलामा त सपोर्ट गर्नु पर्यो नि होइन। अब यस्तो मौकाहरू बिस्तारै आउँदै गर्छ, अरू पनि आउँछ। हामी अहिले पुग्यौँ, यो वर्ष पुग्यौँ, अर्को वर्ष पनि आउँछ। यदि केही गरी हामीले एउटा बेस बनाइहाल्यौँ भने खेलाडीलाई चाहिँ मैले राम्रो खेले पुग्ने रहेछ, मलाई आर्थिक भार चाहिँ सङ्घले नपार्ने रहेछ, हाम्रो काउन्सिलले नपार्ने रहेछ, मन्त्रालयले नपार्ने रहेछ, मैले आफ्नो खेलमा मात्र ध्यान दिएँ भने म माथि पुग्ने रहेछु है भन्ने वातावरण चाहिँ हाम्रो माथिको व्यक्तिहरूले मिलाइदिनु भयो भने त्यो चाहिँ एकदमै सहज हुन्थ्यो होला। अन्त्यमा बुद्धिचाल खेललाई माया गर्नुहुने, मन पराउनु हुने र कोही नयाँ आउनलाई एकदमै इच्छुक रहनुहुने र यहाँलाई चिन्नुहुने सम्पूर्णलाई के भन्न चाहनुहुन्छ? हजुर, हामीले चेसको जुन पोलिटिक्स भएको छ त्यसलाई चाहिँ एकदमै टाढा फालिदिइहाल्ने, त्यो भनेको खेलाडीको छुट्टै बाटो भयो। आफ्नो गेममा मात्र ध्यान दिने, दिनदिनै उठेर कमसेकम 30 मिनट पजलहरू ट्रेनिङ गर्ने, कोचसँग आफ्नो गेमको बारेमा सोध्ने, दिनदिनै खेल्ने, साथसाथै अभिभावकहरूले जब हाम्रो नानी बाबुहरूलाई सपोर्ट गरिदिनुहुन्छ त्यति बेलामा चेसमा धेरै नै फाइदाहरू छन्। चेस खेलेको बच्चाले अघि भने जस्तै एकहोरो भएर पढ्न सक्छ, उसलाई मोबाइलमा ध्यान जाँदैन, उसलाई चेस किताब पढ्न थालेपछि आफ्नो किताबमा पनि ध्यान जान थाल्छ। चेस खेल्ने बच्चाको म्याथ एकदमै स्ट्रङ हुने गर्दछ र हाम्रो जब बुढेसकाल लाग्छ त्यति बेलामा अचम्मको कुरा के छ भने चेस खेलाडीलाई हाम्रो कहिले पनि अल्जाइमर, डिमेन्सिया हुने गर्दैन। अभिभावकहरूले आफै पनि सिक्न सक्नुहुन्छ यो खेल। मेरो सबैभन्दा कान्छो स्टुडेन्ट 3.5 वर्षको हुनुहुन्छ एकजना नानी र सबैभन्दा बुढो त नभनौँ, सबैभन्दा ओल्डेस्ट स्टुडेन्ट चाहिँ लगभग 55 वर्षको एकजना डक्टर साहब हुनुहुन्छ र उहाँलाई सिकाउँदाखेरि मलाई एकदमै खुसी लागेको थियो। सर के छ, के बुझ्नु भएन भन्दा ठिक छ सर, एकदम राम्रो छ भनेर भन्नुहुन्थ्यो उहाँले। उहाँ चाहिँ यहीँ टिचिङ हस्पिटलमा काम गर्नुहुन्छ। त्यही भएर उमेरले छेक्दैन चेसमा। अब चाहियो भने अहिलेदेखि नै जिरोबाट सिक्न सकिन्छ र हाम्रो खेल सिक्नै चाहनुहुन्छ भने चाहिँ कृपया बच्चालाई लिएर आफै पनि आएर सिक्न सक्नुहुन्छ होइन। तपाईँहरूले सिक्ने स्रोतहरू धेरै छन्। अहिलेको जमानामा इन्टरनेट खोल्ने बित्तिकै, चेस लेख्ने बित्तिकै के हो कसो हो आधी घन्टामा सिक्न सकिने खेल हो लाग्छ होइन। मैले देखाएको छैन, म त सक्दिनँ होला, तर 6वटा गट्टी छ, 64वटा बट्टा छ, 6वटा गट्टी सिक्नलाई त्यस्तो धेरै टाइम त लाग्दैन। त्यही भएर इन्ट्रेस्ट छ, बुद्धिचालको बारेमा सुन्नुभएको छ, खेल्न इच्छा छ भने अहिले नै मोबाइल फोन उठाउनुहोस् र वाट इज चेस, के हो बुद्धिचाल भनेर सर्च गर्नुहोस्, तपाईँले आधी घन्टामा चेस सिक्नै हाल्नुहुन्छ। हस्, यहाँको यो अमूल्य समय र कुराकानीको लागि यहाँलाई धेरै धेरै धन्यवाद। थ्याङ्क यू सो मच। हस् त, आजको लागि भने उहाँसँगको कुराकानी सँगसँगै हाम्रो कार्यक्रमको समय सकिसकेको छ। हामी अर्को नयाँ एपिसोडमा नयाँ व्यक्तित्व र विषयवस्तुका साथमा उपस्थित हुने नै छौँ। तबसम्मको लागि मेरो सम्पूर्ण टिमसहित म सीता गिरी पनि बिदा चाहन्छु। नमस्कार।